Hello guys, welcome to my new vlog. Please do subscribe and like my video. आज चाहिँ हामी रेडी भएर उनीहरूको रिसेप्सन पार्टी अटेन्ड गर्नको लागि जाँदैछौँ। यो गर्दै खुसी हुँदै रमाउँदै अनि पछाडि हाम्रो अर्को ग्रुप पनि आउँदैछ अनि हामी सबैजना स्कुटी चढेर सररररररर जाँदैछौँ। अनि त्यहाँ गएपछि हेर्छौँ त मान्छेहरूको भिड छ, टेबल प्याकम प्याक छ किनभने सबैजना उनीहरूको बिहे इन्जोय गर्न आउनुभएको छ हैन। अनि अर्को साइडतिर हामीले के हेर्छौँ त अर्को ग्रुप झम 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 नाचिराखेको देख्छौँ है। अनि हामी पनि किन पछि पर्नु भनेर जानी नजानी झामछाम गर्दै नाच्न जान्छौँ। अनि यहाँ के हेर्छौँ त हाम्रो निशा म्यामको आज पनि ड्युटी लागेको छ बच्चा केयरको। नाच्न पनि नछोड्ने, बच्चा भुलाउन पनि नछोड्ने, उहाँ चाहिँ जोस कडा नै हुनुहुन्छ के। अनि हामीहरू नाचेको राम्रो मान्नु भएछ र एकजना अङ्कलले के भाका गीदाउनु भएछ, म गीदाएर सुनाउँछु है। त्यति राम्रो त छैन मेरो स्वर, त्यही पनि सुन्नुस्। बामरी बामरी म भोलि गइहाल्छु बसे रामरी। चैट 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 गरेर हामी त नाच्यौँ। त्यसपछि थकै लाग्यो किनभने सधैँ नाच्ने भए पो थकै लाग्दैन र। त्यसपछि हामी ओनासँग गयौँ र त्यहाँ हामीहरूले भिडियो बनायौँ, टिकटक गरायौँ। यत्तिकै टिकटकर कहाँ भन्छन् र हामीलाई। त्यसपछि हामीहरू फुल्टु खाएर नाचेर टिकटक गराएर घरतिर फर्कियौँ खुसी हुँदै रमाउँदै। आजको लागि यति नै। टेक केयर एभ्रिवान, बाई बाई।